सो गाइज आज चाहिँ मेको 5 तारिक आज चाहिँ मेको 5 तारिकमा चाहिँ मलाई आज स्क्याम भएको छ। अब के चाहिँ स्क्याम हो भन्दाखेरि चाहिँ मैले अप्रिल 30मा चाहिँ मैले दराजबाट स्योर गोरुको स्याम्पू अर्डर गरेको थिएँ अनि मेको 3-4 तारिकमा चाहिँ सामान आइसक्छ भनेर चाहिँ देखाएको थियो। तर एक दिन ढिला भयो, के भएन, मेको 5 तारिकमा चाहिँ सामान आयो। अनि मैले चाहिँ धेरैबाट सुनेको थिएँ। अनि अब जोस् अब फेसबुकको न्युजहरू सुन्ने हान्छ नि त। अब अनलाइनबाट सामान अर्डर गर्दाखेरि चाहिँ एकपटक चेक गरेर लग्नु होइन, एउटा सामान अर्डर गर्दाखेरि चाहिँ अर्को सामान आउँछ भन्ने चाहिँ मैले सुनेको थिएँ। तर त्यो कुरा चाहिँ खुद आज ममै लागु होला भन्ने चाहिँ मैले सोचेको थिइनँ होइन। अनि मैले चाहिँ अस्ति अर्डर गरेको थिएँ, आज मेको 5 तारिकमा चाहिँ सामान आएको छ। मैले चाहिँ स्याम्पू अर्डर गरेको थिएँ अनि त्यति बेला चाहिँ जो सामान रिसिभ गर्दाखेरि चाहिँ मैले सामान चाहिँ खोलिनँ कि, त्यति बेला खोलिनँ। अनि पैसा दिएँ, जो सामान लिएर आइगेँ। अनि रुममा आएर हेर्दाखेरि त मैले के पाएँ थाहा छ, स्योर गोरुको स्याम्पू मगाएको थिएँ मैले, आज चाहिँ मैले स्योर गोरुको कन्डिसनर पाएँ है। यस्तो पनि हुँदो रहेछ। स्योर गोरुको स्याम्पू अर्डर गरेको थिएँ, स्योर गोरुको कन्डिसनर आएको छ। यो तिनकुने फार्मेसीबाट आएको छ। यो तिनकुने फार्मेसीबाट आएको छ, कन्डिसनर हो यो, स्योर गोरुको कन्डिसनर हो। ए दराजबाट मैले सामान मगाएको थिएँ, दराजबाट सामान मगाएको थिएँ, स्योर गोरुको कन्डिसनर मैले आज पाएँ। अब मैले यो कन्डिसनर मैले के युज गर्नु, केटा मान्छेले अब कन्डिसनर अब के युज गर्नु, कपालमा लगाएर बस्नु भएन। अनि त्यसपछि मैले चाहिँ स्याम्पू अर्डर गरेको थिएँ, कन्डिसनर पाएँ भनेर चाहिँ मैले त्यही फोन गरेको होला, दराजबाट मलाई जसले फोन गरेको थियो सामान रिसिभ गर्नु भनेर, त्यसलाई मैले कल गरेँ। अनि त्यसपछि अब उसले चाहिँ दराज एपमा गएर चाहिँ मेसेज छोडिदिनु भनेर भन्यो। अहिले चाहिँ मेसेज छोडेको मैले चाहिँ 4-5 घन्टा भइसक्यो, मेसेजको रिप्लाई पनि आएको छैन। त्यसपछि मैले चाहिँ यही तिनकुने फार्मेसीको नम्बरमा चाहिँ मैले कल गरेँ। अनि यस्तो पनि वाट्सएपमा चाहिँ जो सामानको डिटेलहरू यो अर्डर गरेको थियो यो पाएँ भनेर चाहिँ सबै छोडिदिनु भनेर भनेको थियो। अनि मैले त्यो पनि गरेँ। अब त्यो पनि 4-5 घन्टा भइसक्यो, मेसेज दिन्छ, रिप्लाई छैन। अब के गर्ने हो थाहा छैन। तर यस्तो स्क्याम चाहिँ भयो है मलाई आज। यो स्क्याम भन्ने हो कि अब यो के भन्ने हो थाहा भएन। तर चाहिँ मैले एउटा सामान अर्डर गरेको थिएँ, मैले अर्को पाएँ। सो तपाईँहरू पनि अनलाइनबाट चाहिँ सामान मगाउँदै हुनुहुन्छ भने चाहिँ त्यति बेला खोलेर हेर्नु होला है त। तपाईँलाई पनि यो अर्डर चाहिँ यो स्क्याम चाहिँ तपाईँलाई पनि पर्न सक्छ। सो यो चाहिँ एउटा इन्फर्मेटिभ भिडियो हो। मैले चाहिँ आज चाहिँ स्क्याम भयो मलाई चाहिँ। अब वाट्सएपमा मेसेज छोडिदिएको छु मैले तिनकुने फार्मेसीलाई, तर उसले मेसेज सिन गरेको 4-5 घन्टा भइसक्यो, तर रिप्लाई चाहिँ गरेको छैन। अब भोलि मे 6 तारिकमा फेरि एकपल्ट कल गर्नु पर्ला, नत्र भने चाहिँ उही फार्मेसीमा आएर चाहिँ अब यो सामान बुझाएर चाहिँ अर्को स्याम्पल लिउन आउनु भनेर भनिरहेछ। के हुन्छ लेट्स सी।